हेलो सम्पूर्णलाई नमस्कार छ। अनि मेरो देशको प्रधानमन्त्रीज्यूलाई अनि हाम्रो देशको सुदन गुरुङ ज्यूलाई पनि नमस्कार छ। त म आज हाम्रो देशको प्रधानमन्त्रीज्यू बलेन्द्र शाहज्यूलाई र सुदन गुरुङजी गृहमन्त्री ज्यूलाई भन्न चाहन्छु हैन। जिला रौतहट मेरो घर चाहिँ जिला रौतहट हो। नगरपालिका चाहिँ देवाही गोनाही वडा नम्बर 5 मा बस्ने हैन। मेरो चाहिँ यही म भन्न खोजेको छु हाम्रो देशको प्रधानमन्त्रीज्यूलाई र गृहमन्त्री सुदन गुरुङजीलाई। जिला रौतहट नगरता फाँट कार्यालय मा नगरता बनाउन को लागि धेरै भन्दा धेरै बिहार घर भएको मान्छेहरू नागरिकता लिइरहेको छ हैन। जिल्ला कार्यालय नगरता फाँट गौरमा बिहार घर भएको मान्छेहरू नेपाली नागरिकता हैन पाइरहेको छ। बोर्डर भएको हुनाले गौर वर्गीनिया बोर्डर भएको कारणले गौर वर्गीनिया बोर्डर पर्छ। अनि बोर्डर भएको हुनाले हैन गौर नागरिकता फाँट कार्यालयमा हैन बिहारको मान्छेहरू नागरिकता पाइरहेको छ। नेपाली नागरिकता लिएर ठुला ठुला भिआइपी हरू मध्य प्रदेशमा राजनीतिक तथा जग्गा जमिन खरिद गर्नको लागि नेपाली नागरिकता पाइरहेको छ। नागरिकता टोलीमा धेरै बिहारीहरू तपाईको चाहिँ नागरिकता टोलीमा धेरै बिहारको मान्छेहरू नेपाली नागरिकता पाएको थियो। अहिले ती बिहारीहरू नेपालीलाई नै बिहारी भन्न खोजेको हो। नागरिकतामा 3 पुस्ता लागू हुनुपर्छ। म आफ्नो देशको प्रधानमन्त्री र गृहमन्त्री सुदन गुरुङजीलाई भन्न चाहन्छु हैन नागरिकतामा 3 पुस्ता लागू गर्नुस्। यदि 3 पुस्ता लागू छैन भने त्यसको नागरिकता फर्जी हो। त्यसको नागरिकता नेपाली नागरिकता हैन ठहर हुँदैन। त म आफ्नो देशको हैन नागरिकता फाँट कार्यालयको कर्मचारीहरूले जुन बिहारको मान्छेहरूलाई नेपाली नागरिकता दिइरहेको छ अनि देशको जनसङ्ख्या बढाइरहेको छ। हाम्रो देशमा नेपालमा सबभन्दा कम जनसङ्ख्या भएको देश हो। तर विदेशीलाई नागरिकता दिएर देशको जनसङ्ख्या हैन बढाउँदैछ अनि देशमा पनि महँगाई बढाउन थालेको छ। त म यही भन्न खोजेको छु हाम्रो देशको प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यू सुदन गुरुङजीलाई र बलेन्द्र शाहज्यूलाई नागरिकतामा 3 पुस्ता लागू गर्नुस्। 3 पुस्ता छैन त्यसको नागरिकता फर्जी ठहर गर्नुस्। त्यसको नेपाली नागरिकता रद्द गर्नुस्। किनभने बिहारको मान्छेहरू फर्जी नागरिकता बनाएर नेपालमा बसोबास गर्न थालेको छ अनि नेपालीहरूलाई नै हेप्न थालेको हो। यो चाहिँ तपाईको गतिविधि मध्य प्रदेशमा धेरै बढ्दैछ हैन। म यही भन्न चाहन्छु अनि यो चाहिँ सन्देश म आफ्नो देशको प्रधानमन्त्री बलेन्द्र शाहज्यूलाई र गृहमन्त्री सुदन गुरुङजीलाई भन्न चाहन्छु। किनभने म एउटा नेपालको नागरिक भएको हुनाले आफ्नो नागरिकको गुनासो र विचार सुन्नको लागि देशको प्रधानमन्त्री होस् अथवा गृहमन्त्रीज्यू समक्ष म राख्दैछु। धन्यवाद। जय नेपाल।